हाम्रो यात्रा चाहिँ पोखराबाट सुरु भयो। हामी चाहिँ दुईटा बाइकमा डबल लोड गरेर चाहिँ 4 जना गएका थियौँ र हामी चाहिँ अराउन्ड 1 बजेतिर चाहिँ हामी चाहिँ पोखराबाट हिँड्यौँ। पोखराबाट डमौली हुँदै ल हामी डुम्रेमा आइपुग्यो। लगभग 1-1.5 घन्टा लाग्यो। अब चाहिँ यहाँबाट चाहिँ यताबाट भित्र गएर चाहिँ लमजुङ हुँदै बेसी छ। पेट्रोलहरू चाहिँ तपाईँहरू चाहिँ फुल हाल्नुहोस् है बाटोमा। लमजुङभन्दा उतापट्टि चाहिँ पेट्रोल पम्पहरू छ। ल अब हामी चाहिँ लमजुङ बेसी सहरबाट 5 बजे हिँड्दैछौँ। 5 बज्न लाग्छ। अब चाहिँ हाम्रो यात्रा जगतसम्म। तपाईँले पहिलो झर्ना हो बाटोमा पर्ने। हेर्नुहोस् यस्तो सुन्दर छ यो झर्ना। किलिचोक ट्रेकमा चाहिँ झर्नाहरूको चाहिँ बाटैभरि झर्नै झर्ना छ। र बर्खामा ट्रेकिङ गर्ने चाहिँ फाइदा चाहिँ यो रहेछ क्या। फेरि किलिचोक क्या झर्नाहरू चाहिँ सुक्खा हुन्न, मजाले पानीहरू फ्लो हुन्छ होइन। अफ रोड यस्तै छ बाटोहरू, अलिकति अफ रोडै छ। होला अब यात्रा मनाङ किलिचोक हो। अब के भने अफ रोड पानी परेर बाटो साह्रै भएर चाहिँ यो अवस्थामा बाटो चाहिँ पानीले चाहिँ साह्रै बिगारे रहेछ। डबल लोड चाहिँ साह्रै गाह्रो। यस्तो छ अवस्था बाटो। पानी परेपछि मनाङको बाटो चाहिँ किलिचोकको बाटो विचार गर्नुपर्ने। हरिबिजोक पानी नपर्दै हुन्थ्यो। स्याङ्ने भन्ने ठाउँ बल्ल आइपुग्यो। ओके फाइनली हामी जगत आइपुग्यो। ल 1300 मिटरको हाइटमा आजको हाम्रो वासस्थान फर्स्ट नाइट यहाँ स्टे हुन्छ। अब भोलि बिहान चाहिँ अब हामी कहाँ हुन्छ, भोलि खाङसार पुग्ने तर्फरमा हो। आज चाहिँ यहाँ कस्तो भयो त भाइ यात्रा? अहिले अलिक बर्खाको टाइम रहेछ, बाटोहरू हिलो छ। कति ठाउँमा चाहिँ अब मान्छे झर्नुपर्ने अवस्था छ। कतिचोटि झऱ्यो होला हामी भाइ? कतिचोटि झऱ्यो? 15-20 चोटि झऱ्यो होइन? ए साँच्चै ढोरपाटनमा भन्दा पनि धेरै झर्नु पऱ्यो कि यो यहाँ। ल जुत्ता हेर्नुहोस् यहाँ राइडरहरूको। ढोरपाटनमा बरु 2-3 चोटि मात्रै झर्नु परेको थियो भाइ। बर्खाले पानीले गर्दाखेरि क्या गाह्रो नै। पानी परेको बेलामा चाहिँ गाह्रै हुँदो रहेछ। त्यही कारणले पानी पर्दाखेरि चाहिँ अलिक तपाईँहरू पनि विचार गर्नुहोस्। त्यही माथि हामी डबल लोड पनि भयो फेरि। हामी डबल लोड भएर अलिकति प्रब्लम भयो कि डबल भएर।
अफरोड बाइकहरू ल्याउँदाखेरि चाहिँ त्यति धेरै डराउनु चाहिँ पर्दैन। अब यो अलिकति बुलेटहरू ल्याउनु छ भने पनि सिङ्गलमा आउँदाखेरि चाहिँ ठिकै होला, डबल चाहिँ नआउनु होला सकभर, गाह्रो हुँदो रहेछ। चलाउने मान्छेलाई पनि बहुत गाह्रो, पछि बस्ने मान्छेलाई हिँड्न हैरान हुन्छ। दिल्ली चाहिँ पुग्नु पर्ने चामीबाट ब्याग हुनु पर्यो नि, हेर्नु अलिकति गाह्रो नै पर्छ है। बुझेर आउनु होला बाटोको विषयमा चाहिँ। ल त अब हामी चाहिँ यसो झलसला रेस्ट गर्नु पर्यो। अब यसो वास डिफिकल्ट रोड के अरे के भन्छ भाइ, ब्युटिफुल डेस्टिनेसन। ल डिनर पनि रेडी भयो। ल साथीभाइ हो, ल सबैलाई, ल यार, ल सबैलाई ल अर्ग्यानिक खसीको मासु। ल गुड मर्निङ फ्रम जगत, डे सेकेन्ड। अहिले चाहिँ हामी चाहिँ 8:30 बजेतिर चाहिँ हामी अब यहाँबाट हिँड्दैछौँ। हामी चाहिँ म होटेल मोन्ट ब्ल्याङ्कमा बसेको थियो। पानी परेछ, अब के गर्ने, आज दसैँको दिन पनि। अब झरी त तलतिर त झन् डेन्जर परेछ भन्ने सुन्थ्यो, पोखरातिर। अब त्यही पनि मुभ अन त हुनै पर्यो। अब हामी हिँड्दैछौँ। अब हेरौँ जर्नी कस्तो हुन्छ। ल है त, होटेल जगतमा नि यो जगतमा नि होटेलहरू चाहिँ मजाको नै रहेछ। यो चाहिँ बुङ्गा झर्ना। ठाउँ चाहिँ रमणीय रहेछ। अलिकति अब पानी परेको हुनाले हावाजहाज चाहिँ उडाउनु मिलेन, ड्रोन चाहिँ।
ओके अब मनाङ नि लगभग आइपुग्यो हामी मनाङ ल यस्तो छ ल्यान्डस्केपमा के 6 बज्यो खाङसार आइपुग्यो हामी चाहिँ यो चाहिँ हामी बस्ने होटल खाङसार के छ भाइ एकदम ठीक छ दाइ सही तरिकाले आइयो नि हैन खाङसार 3740 मिटर लास्ट स्टप पोइन्ट अफ मनाङ ओके ओन्ली फर राइडर्स हैन त्यसपछि त हाम्रो फेरि हाइकिङको लागि त फेरि अर्को कठिनाइ बाँकी नै छ अहिलेसम्म त एकदम मोरल हाई सब पोजिटिभमा छ हैन अब भोलि देखिन्छ मेन चाहिँ हैन ल हामी बस्ने रुम चाहिँ यस्तो छ एकदम मजाको वेदरले नि च्यालेन्ज गरे पानी चाहिँ हिनेबाट पानी परेछ पानी परेको दाइलाई पनि फेरि ड्रोन निकाल्ने बित्तिकै पानी परिहाल्ने फेरि गाह्रो छ लगभग 1.5 घन्टा जति हिँड्यो अब यहाँ पनि एउटा सानो गाउँ रहेछ ठाउँ रहेछ होटेलहरू खाना खानको लागि होला बल्ल 10 बजे छ अब अहिले त खानेकुरा हुन्न तर तपाईँहरू आउँदै हुनुहुन्छ भने यहाँ खाङसारबाट 1.5 घन्टा पछि चाहिँ ठाउँ रहेछ जस बस्नलाई यस्तो रहेछ
हामी चाहिँ यो बाटो हुँदै जाने अब बेस क्याम्प आजको गन्तव्य बेस क्याम्प भोलि बिहान तिलिचो तिलिचोको यो बाटो त सेफै छ भ्यू चाहिँ यस्तो डरलाग्दो छ कि अब हेर्नु न अब 1 मिस गेम फिनिस हो बाटो त फेरि त्यस्तो डरलाग्दो त छैन है फेरि बाटो चाहिँ ठुलै छ हैन तर चाहिँ आमामा यस्तो छ कि बाटो त ठुलै छ भिडियो बनाउँदा नि एकदम विचार गर्नुपर्ने रहेछ अब यहाँबाट खस्यो भने त्यही चान्सै छैन त्यही कारण भिडियो बनाउँदा एकदम विचार गर्नुपर्ने यो बाटोको चाहिँ यस्तो डरलाग्दो तर बाटो त ठुलै छ डल हेर्दाखेरि गाह्रो छ ठ्याक्कै 2 वेमा परेछ होइन सजिलो भयो कि फाइनली तिलिचो बेस क्याम्प पनि आयो 4200 मिटर ओके ल हामी चाहिँ होटेलतर्फ हामी चाहिँ तलैबाट बुकिङ गरेर आउँदै थियौँ अब हाम्रो चाहिँ होटेल मुन लेक यहाँ हो होटेल मुन लेकतिर यहीँबाट गयो जाऊँ ल होटेल मुन लेक यो रहेछ हाम्रो चाहिँ
ओके गुड मर्निङ फ्रम तिलिचो है त यहाँ चाहिँ मर्निङको पानी परेछ अब हिउँहरू डाँडामा चाहिँ लट्रप्पै आज एक दिन चाहिँ हामी यहाँ पेसेन्स भएर समयलाई हतार नगरिकन भोलि पनि छ वेदर हेरेको अनुसार भोलि अलिकति खुल्ने भएकोले हामी एक दिन चाहिँ आज बेस क्याम्पमा एक्लोमोटाइज पनि भयो प्लस अब भोलि के थाहा होइन राम्रो दिन खोल्यो भने त सबैलाई ह्याप्पी नै हुन्छ नि त त्यही भएर हामी आज बेस क्याम्पमा सो सर्ट हाइक यतिकै रुममा बस्नु भन्दा बेस क्याम्प बजार घुम्दै होइन यसो हाइकिङ यताउता ओके गुड मर्निङ फ्रम तिलिचो बेस क्याम्प अहिले चाहिँ हामी चाहिँ होइन रेडी भएर ब्रेकफास्ट गरेर अब मुबङतर्फ लाग्दैछौँ अहिले चाहिँ 4:20 भएछ है अब चाहिँ हामी चाहिँ यहाँबाट हिँड्छौँ माथि हिउँ परेछ अरे अब हेरौँ मौसम त एकदम क्लियर छ आज त होइन अब चाहिँ कति बजे हुन्छ पुग्दो रहेछ तपाईँलाई त्यो पनि अपडेट गराउँला ओके बाटोमा भेटौँला ल आज चाहिँ मान्छेहरू टन्नै छ उहाँसम्म हेर्नु न यहाँसम्म आउँदैछ ल यस्तो छ मौसम क्लियर छ यात्रा लगभग 1 घन्टा जति हिँड्यो कि यस्तो छ वहीँसम्म ढिलो आउनेहरू वहाँ तलबाट आउँदैछ हिमालहरू चाहिँ एकदम क्लियर छ होइन उज्यालो भएपछि झन् राम्रो देख्छ अन्त वेट तिलिचो तलतिर जाँदै अहिले चाहिँ लगभग 6 बज्न लाग्यो ल 22 घुम्दिनी आयो भन्छ के अरे भ्युज हेर्नु भ्युज हेर्नु त आमा ल स्वर्ग जाने भए आउनुहोस् साथी हो के भन्ने अब डिस्क्राइब गर्नै सकिन्न विकास दाइ मान्छेहरू आउँदैछ हामीभन्दा अगाडि गएर छैन नि हेर्दै भाइ आज वेट गरेको वर्थ इट छ भ्यू होइन हिजो आएको भए योहरू त देख्थेन नि त हामीले होइन हामी एक दिन चाहिँ वेट गरेर तिलिचोममै बस्यो बेस क्याम्पमा आज यो भ्यूको लागि के हेर्नुहोस् 22 घुम्ती स्टार्ट भयो 22 घुम्ती भन्छ के अरे 22 घुम्तिसकि छैन Auf dem Stillreichen da oben.
22 घुम्ती कटेपछिको भ्यूहरू मान्छेहरू आउँदैछ झन् हेभन पार्टमा आयो अब हिउँ परेको पार्टमा आयो क्या झन् यस्तो दामी देखेछ ल हेर्नुहोस् आमामा है हिजो नआएर रेस्ट गरेर आज आएको वर्थ इट यस्तो ल हेर्नुहोस् त ल आउनुहोस् है आउनुहोस् यही नै स्वर्ग है डिस्क्राइब गर्नै सकिन्न क्या यो भ्यूहरू त हो र हेर्नुहोस् त हिमालमै चढेको अनुभव भइरहेछ हिजो मजाले हिउँ परिरहेछ हिजो अस्ति हिउँ फाइनली इलिचो लेक आइपुग्यो है भ्यू हेर्नुहोस् यस्तो खतरा कलेज खोल्ने मात्रै होइन हिउँले गर्दा नि झन् ल तिली चौकमा बोर्डमा फोटो खिच्न भिडियो बनाउनको लागि तिली चौक यस्तो छ क्या भ्यू क्लियर छ
यस्तो छ है चिलिचो लेकमा चाहिँ हेर्नुहोस् यहाँ बोर्डमा फोटो खिच्न यहाँ लाइन बस्नुपर्छ लाइनमा हो ए तेरिका ल यहाँ लाइन ए ल बोर्डमा फोटो खिच्न यहाँ लाइन यो चाहिँ हामी बिहान हिँडेको बाटो बिहान चाहिँ अब अँध्यारोमा हिँडेको भएर देखिएन यस्तो चाहिँ उहाँबाट आएको हामी त्यो हामी चाहिँ 9:30 बजीतिर हिँडेको रहेछ लगभग हामी तिलिचा बेस क्याम्प पनि आइपुग्यो हामी चाहिँ होटलमा आइपुग्यो हाम्रो होटलमा अहिले 11:50 हामी बिहान हिँड्दा 4:20 भनेपछि हाम्रो चाहिँ 7.5 घन्टा अप एन्ड डाउन होइन हामी चाहिँ फेरि धेरै भिडियोहरूमा होइन ड्रोन भिडियोहरू बनाउँदाखेरि अब अलिकति त्यसले टाइम खाएको तपाईँहरूलाई त्यति नलाग्न सक्छ हामीलाई चाहिँ 7.5 घन्टा भिडियो बनाउँदै 1.5 घन्टा जति त्यहीँ खाइदियो हाम्रो अब यहाँबाट खाङसार गएर सक्दो मनाङ जाने प्रयास हो अब हेरौँ के हुन्छ अब खाना खाएर प्याक गरेर हिँड्छौँ होला अब हामी चाहिँ तिलिचोबाट चाहिँ ब्याग भएर आज खानसार अथवा मनाङसम्मको चाहिँ डेस्टिनेसन छ खाना खाइयो मजाले सुत्न मन लागेको छ तर पनि अब यस्तै हो अब घुम्न आएको अब कहाँ सुतेर बस्ने होइन अब हिँड्नमै मजा छ फेरि हामी चाहिँ अब बेस ट्रेनबाट चाहिँ हामी बिस्तारै बिस्तारै अब घरतर्फ है पार्किङ एरियाहरू होला मेबी अब यहाँ पार्क गरेर गछ होला माथितिर बाइक पार्किङहरू यत्रो धेरै यहीँभित्र माथि जानेहरूको खाइसालमा चाहिँ बस्दाखेरि यहीँ होटेलमा बसेपछि त्यहाँ होटेलमै बनाउनु भयो के अरे पार्किङ नत्र भए चाहिँ यहाँ पनि छ पार्किङ एरिया माथि गएको सब पार्किङ ल खाङसार होटेल पनि आइपुग्यो यो हामी बसेको होटेल 5:30 बजे आइपुग्यो अब आज मनाङतिर गएर बसिन्छ होला अलिकति भोलिको लागि सजिलो हुने भएर अनि त्यतातिर अलिअलि एउटा दुईवटा स्पटहरू घुमेको स्पटहरू पनि घुम्ने बिहान घुमेर जाने अब यहाँ बाइक निकालेर जानुपर्ने छ यहाँ बसेको होटल चाहिँ यो हो ठ्याक्कै फर्स्ट होटल